मर्निङ एन्ड वेलकम टु माई च्यानल माइसेल्फ सबिना तामाङ। अनि आज चाहिँ म बाहिर जानु भएको छु। बाहिर जानुभन्दा अगाडि चाहिँ त्यहाँ सुनिल भाइको क्याफेमा बसेर अलिअलि कामहरू चाहिँ सघाउनु पर्ने हुन्छ। अञ्जली दिदी चाहिँ जानु भइसक्यो, म चाहिँ भर्खर जानु लागेको छु साथीहरू। अब त्यही गरेर भेटौँ ल। कसको लागि हो चिया? मेरो लागि। म आउनुभन्दा अगाडि नै चिया रेडी बनाएर के हो त नि डिलिक्कै टल्किरहेको त नि, त्यसमा कुनै शङ्का छैन। यति धेरै माया है फेरि साथीहरू। म नआइपुगे पनि मेरो लागि चिया चाहिँ आइपुगिसकेको हुन्छ मेरो भाइको क्याफेमा। म चाहिँ यहाँ आइसकेँ तर दिदीले फोनै उठाउनु भएन। क्या झलाउने क्या यसरी उभिरहेको त क्या साइकोवाला जस्तो भाइ पाउँछु नि त। अब हेरौँ दिदीले फोन उठाउनुहुन्छ कि अब आफै कल गर्नुहुन्छ। ए भगवान्, दिदीले फोन पनि उठाउनुहुन्न, कल पनि गर्नुहुन्न। के भइरहेछ साथी हो, म एकदम के बस्नु कन्फ्युज भइरहेको छु कि त्यो पनि अब एकछिन पुग्नुपर्ने हुन्छ होला। रुम चाहिँ हेर्न गएको मान्छे भेटेन। अब सोधपुछ गरिरहेछौँ। त्यही हो साथीहरू, काठमाडौँमा रुम पाउन फ्ल्याट पाउन एकदम गाह्रो छ। यसरी खोजेर हिँड्दा नि पाइँदैन। पैसा तिरेर खोज्न लाउँदा पनि राम्रो रुम हेरिदिँदैनन्। के भन्नु र साथीहरू। अब चाहिँ हामी खाजा खान लाग्यो। रुम खोजेको रुम पाएन। अब नपाएपछि के गर्ने, खानु त पर्यो। कपिराइट लाग्छ यो गीतले। हामी चाहिँ वसुन्धरादेखि खोज्दै सामाकोसी आइपुगिसक्यौँ। तर रुम चाहिँ पाएन। रुम पाएन भनौँ भने पाएको भनौँ भने के पाएको जस्तो र हामीले खोजेको जस्तो पाएन साथीहरू। त्यही भएर यहाँ यतातिर डुलिरहेछौँ। अल्छी लागे पनि नलागे जसरी। त्यही हो खासै। अब स्पेसल त केही पनि छैन। अब त्यही पनि यस्तै ह्यालेले फ्यालेले गरेको पनि त देखाइदिउँ न अलिअलि होइन। त्यही हो। यहाँ एउटै काले, हाम्रो घरको जस्तै काले सुतिरहेको छ। ओइ ऐना देखेपछि नकल पारिहाल्नुपर्छ कि साथीहरू। के कसो। अब चाहिँ हामी रुमको लागि फर्म भरेर बिल लिएर फेरि फर्केर वसुन्धरातिर जाँदैछौँ साथीहरू। यस्तै छ जिन्दगी। काठमाडौँमा एउटा घर नबनाए भएको छैन। तर त्यो एउटा घर चाहिँ फेरि कहिले बनाउने भन्ने पनि थाहा छैन। दिदी र म चाहिँ हिँड्दैछौँ। कस्तो लागिरहेछ मलाई रुम खोजिदियो भन्नलाई, आफै रुम खोजेर हिँड्नलाई एकदम गाह्रो हुँदो रहेछ। अब घर चाहिँ एउटा नबनाइकन हुँदैन, बनाएर छाड्नु पऱ्यो। बनाएर छाड्नु पऱ्यो। कहिले हो है? सपनामा सपनामा। काठमाडौँमा रुम अनि फ्लाइट पाउन चाहिँ लास्टै गाह्रो रहेछ कि साथीहरू। अनि घर फर्केको आजको लागि खोज्दै झ्याउलाएर। अनि साथीले चाहिँ गैर सरकारी संस्था महासङ्घ नेपाल राष्ट्रिय नागरिक सम्मेलनबाट मलाई खाजा लिएर आइदिएको रहेछ। बिचर ऊ गएको थियो नि त। अनि उसलाई खानु मन लागेन भनेर बोकेर आएको रहेछ। मेरो लागि नै एउटा अनि उसको लागि एउटा लिएर आएको रहेछ कि। यस्तै हो साथीहरू भएपछि यत्तिको चाहिँ हुनुपर्छ होइन त। अनि त्यही हो साथीहरू, जे गर जतासुकै जाऊ तर उखुको जुस खान चाहिँ नछुटाऊ भन्दै खानुपर्छ होइन त। साथी र म चाहिँ अघि नै भेटेर पनि उखुको
हेल्दी जुस पिएर पनि अब हामी चाहिँ रुमतिर जाँदैछौँ गाइजहरू। त्यही हो अब यस्तै हो मान्छेहरूले हेरेर है अब राम्रो मान्छेलाई अब हेरि नै हाल्छ। अब के माइन्ड गर्नु के रिसाउनु के कराउनु किन हेर्नु होइन। अब सुनिल भाइले चाहिँ फेरि एउटा काम चाहिँ टङ्गाइदिइरहेको हुन्छ क्या मलाई। अब मैले यहाँबाट 1 प्लेट चना लगेर जानुपर्ने हुन्छ साथीहरू।